देख्दछौँ को सिंहासनमा विराजमान हुनुहुन्थ्यो त भन्दा त्यहाँ परमेश्वर हुनुहुन्थ्यो। सिंहासनमा विराजमान परमेश्वर हुनुहुन्थ्यो। तिनमा भने जुन जुन इम्पोर्टेन्ट छ म त्यो बताउँदै जाँदैछु। त्यहाँ विराजमान हुनुहुनेको मुहार बिलौर र लालमणि जस्तै देखिन्थ्यो र सिंहासनको वरिपरि पन्ना जस्तो इन्द्रेणी थियो। त्यहाँ पन्ना जस्तो इन्द्रेणी, त्यो किन पन्ना जस्तो त्यो इन्द्रेणी थियो त भन्दाखेरि चाहिँ त्यो चाहिँ के त भन्दा उहाँ चाहिँ प्रतिज्ञा गर्नुभएको छ परमेश्वरले। तपाईँ र मेरो निम्ति एउटा प्रतिज्ञाको कुराको चाहिँ पन्ना जस्तो इन्द्रेणी छ। त्यो प्रतिज्ञा चाहिँ के त भन्दाखेरि र आफ्नो प्रतिज्ञा उहाँले कहिले पनि भुल्नुहुन्न र एउटा त्यो चाहिँ प्रतिज्ञाको सिग्नल हो। र अर्को पनि हामी के देख्छौँ भने त्यो इन्द्रेणीको एउटा अर्थ के पनि हुन जान्छ भने जब जब पानी पर्छ, परमेश्वरले उत्पत्तिको पुस्तकमा भन्नुभयो जब जब पानी पर्न थाल्छ अनि आकाशमा इन्द्रेणी देखाउनेछु र त्यो देखेर चाहिँ म सम्झनेछु कि फेरि मानिसहरूलाई पानीद्वारा म नष्ट गर्ने छैन, यानि कि यो पृथ्वीलाई पानीद्वारा म नष्ट गर्ने छैन भनिकन उहाँले प्रतिज्ञा गर्नुभएको छ। अनि यो चाहिँ प्रतिज्ञालाई जनाउँदछ जो चाहिँ, अनि उहाँले त्यो इन्द्रेणी चाहिँ एउटा प्रतिज्ञाको प्रतीक हालिकन त्यो भनिकन हामी बुझ्दछौँ र उहाँले कहिले पनि आफ्नो प्रतिज्ञालाई चाहिँ बिर्सनु हुने छैन, भुल्नु हुने छैन। अब यहाँ देख्दछौँ 4:4मा हामी जानेछौँ। त्यस सिंहासनको वरिपरि 24 सिंहासनहरू थिए र